हेलो गाइज, आज चाहिँ म बरदुबई आएको छु। यहाँ बरदुबईमा हल्का घुमघाम हुँदैछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ बरदुबईको पार्क हो, जुन चाहिँ अलगुबैबा मेट्रो स्टेसन नजिकै रहेको छ। आज चाहिँ मान्छेको चहल पहल अलिक कमी नै देखिरहेको छु। फ्राइडे सटरडे सन्डे चाहिँ अलिक निकै क्राउड नै हुने गर्छ यो एरिया। त्यसपछि म लाग्दैछु देहरातर्फ। बरदुबईबाट देहराको लागि चाहिँ 1 दिराम भाडा तिर्नुपर्ने हुन्छ, अनि फर्किँदा पनि 1 दिराम लाग्छ। आउँदा जाँदा 2 दिराम खर्च हुन्छ। खासै त्यस्तो धेरै टाढा पनि छैन, 2 देखि 3 मिनटमा पुगिन्छ। फर्किँदा पनि 2 देखि 3 मिनट हो। अनि जे होस्, एकदम रमाइलो लाग्छ मलाई चाहिँ। प्राय बरदुबई आएको बेला चाहिँ देहरा बरदुबई चाहिँ घुमघाम गरेरै फर्किन्छु। हेर्न सक्नुहुन्छ, एकदम रमाइलो भ्यू छ। साँझको बेला मान्छेहरू आवत जावत गरिरहेका छन्। म चाहिँ अहिले देहराबाट बरदुबईतर्फ फर्किँदैछु। बरदुबईपछि म लागेँ क्रिक हार्बरतर्फ। क्रिक हार्बर पुग्नको लागि फेरि बोट चढ्नुपर्ने रहेछ। यहाँबाट चाहिँ 2 दिराम लाग्दो रहेछ बोटमा। यहाँबाट पनि खासै टाढा छैन, त्यही 2-3 मिनट बोट चढेपछि पुगिँदो रहेछ। अलमोस्ट म पुग्न लागिसकेको छु। देख्न सक्नुहुन्छ ठुला ठुला मलहरू, झिलिमिली, एकदम रमाइलो छ। भ्यू हेर्न सक्नुहुन्छ। अहिले घुम्नलाई मौसमले पनि एकदम साथ दिइरहेको छ। खासै गर्मी पनि छैन, साँझको बेला शीतल शीतलै छ मौसम। गाइज हेर्न सक्नुहुन्छ क्रिक हार्बरको भ्यू एकदम रमाइलो छ। यहाँबाट बुर्ज खलिफा पनि नजिकै देखिन्छ। अब चाहिँ म लगभग फर्किनु पनि पर्ने हुन्छ, झन्डै 10 बज्न लागिसकेको छ। ओके गाइज, भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला, लाइक सेयर फलो गर्नु होला। आजलाई चाहिँ यति नै। फेरि अरू भिडियो लिएर फेरि पनि आउनेछु। हस्त, गुड नाइट, बाई।